जेनजी प्रतिनिधि मिराज ढुङ्गानाले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। यदि यो कुरा साँचो हो भने सकिने दिन आएछ भन्दा फरक नपर्ला। पार्टी खोल्ने हैन, नयाँसँग मिलेर जानुपर्छ। पार्टी खोलेर के हुन्छ? त्यसै त पार्टी च्याउसरी भइसकेको छ। अझ म त भन्छु राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर अगाडि जानुहोस्। तपाईहरुको हितमा छ। तपाईहरुले बोक्नु भएको एजेन्डा उठाउने पहिलो व्यक्ति नै रवि लामिछाने हो। अब संसद विघटन विरुद्ध मुद्दा दायर भएको छ, रिट दर्ता भइसकेको छ। सर्वोच्च अदालतले पेशी पनि तोकिसकेको छ कार्तिक 12 गतेको लागि। यदि यो सर्वोच्च अदालतले अन्तरिम सरकार नै खारेज गरिदियो भने जेल जाने पालो तपाईहरुको हो। लेखेर राख्नुहोस्। जेनजीलाई खोजी खोजी जेल हाल्नेछन्। सीसीटीभीमा चेक गरी गरी जेल हाल्नेछन्। जुम गरेर जुम आउट गरेर तपाईहरुको तस्बिर निकालेर पनि जेल हाल्नेछन्। लेखेर राख्नुहोस्। यो पार्टी खोल्ने कुरा चाहिँ जेनजी पुस्ताले गर्दै नगरोस्। बरु छिटै प्रत्यक्ष कार्यकारीको निर्वाचन प्रणाली चाहिँ लागू होस्। नेपाली जनताले त्यो चाहन्छ, पार्टी होइन।